दोषी देखिएको कुरा अहिले चाहिँ अनुसन्धान अधिकारीलाई अहिले थाहा भयो श्रीमान। अहिले त्यो मुद्दा दर्ता भइसकेपछि अहिले थाहा भयो उनीहरू चाहिँ साक्षीको रूपमा आउँदैछन् त श्रीमान। साक्षीको रूपमा आउँदैछन् कि प्रतिवादीको रूपमा आउँदैछन् कि त्यो थाहा छैन हामीलाई। त्यस कारणले गर्दाखेरि श्रीमान यो मुद्दामा अरू साथीहरू पनि हुन्छ, मैले लामो समय लिन चाहिन। भाग्ने उम्कने सम्भावना भनेको त यो त केवल त्यो यो मुद्दाको लागि मुद्दा हो भन्ने कुरा यो चाहिँ अभियोगबाट देखिन्छ। भाग्ने उम्कने सम्भावना भने त हामी कसैले पनि पत्याउन सक्ने विश्वास गर्न सक्ने अवस्था छैन श्रीमान। उहाँले के भिसा लगाएर बस्नु भएको छ कुनै मुलुकको श्रीमान भाग्नलाई एयरपोर्टमा? केबाट चाहिँ उहाँले त्यो कुरा देख्नु पो भाग्न उम्किन अब उहाँको नियन्त्रणमा यो चाहिँ संयन्त्र छ, यो संयन्त्रमा उहाँले प्रभाव पार्नुहुन्छ भन्ने कुरा के कुरा देखियो? त्यस कारणले यसमा लेखेर ल्याएको कुराले मात्रै अभियोग प्रमाणित हुन सक्ने अवस्था छैन। त्यस कारणले गर्दाखेरि श्रीमान यो जुन म्याद थप्ने भन्ने व्यवस्था म्याद नथपेर छोडिदिने भन्ने पनि त्यो अधिकार हो सम्मानित अदालतको। पर्याप्त प्रमाण छ भने, मनासिब आधार छ भने यो अदालतले म्याद थप्न सक्छ। मनासिब आधार छैन भने आजैको दिनमा चाहिँ के भन्दाखेरि उसमा राखेर तारिखमा राखेर तिमीले अनुसन्धान गर्नुपर्ने छ भने पनि गर, तर अहिले चाहिँ थुनामा राख्नुपर्ने सम्मको अवस्था देखिएन। त्यस कारणले तारिखमा छोड्ने गरी समय इजलासबाट चाहिँ आदेश होस् भन्ने मेरो समय इजलाससम्म चाहिँ अमल समीक्षा छ। श्रीमान म वरिष्ठ अधिवक्ता रमेश पौडेल, म पनि यही म्याद थप्ने विषयमा उपस्थित छु श्रीमान। म यो विषयमा प्रवेश गर्दाखेरि चाहिँ श्रीमान अहिलेको कन्टेक्स्ट अलिकति अप्ठ्यारो भयो हुनाले त्यसमा पनि प्रवेश गर्नुपर्छ कि भन्ने जस्तो लाग्छ। कन्टेक्स्ट चाहिँ श्रीमान मैले हालसालै केही यो बाहिर हिस्ट्री के भएको रहेछ इतिहासमा भनेर हेरेको श्रीमान। 1922 मा चाहिँ ब्ल्याक सर्टधारीहरूले इटालीमा चाहिँ मार्च गरे। इटालीमा मार्च गरिसके पछाडि त्यहाँका केही संरचनाहरू जलाइए। संरचना जलाइसके पछाडि तत्कालीन राजाले चाहिँ के ठाने भने संसदमा प्रतिनिधित्व गर्ने दलहरू मध्ये फासिस्ट पार्टीको नेता मुसोलिनीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेर चाहिँ अब यो चाहिँ अराजकतालाई चाहिँ साम्य बनाउनु पर्यो भनेर थाले। त्यतिखेर मुसोलिनीको पार्टी फासिस्ट पार्टीको चाहिँ श्रीमान बहुमत थिएन। उनी अल्पमतमा थिए। अल्पमतबाट फेरि उनी प्रधानमन्त्रीमा नियुक्ति भइसके पछाडि उनले के गरे त भन्दाखेरि विपक्षी दलका नेताहरूलाई क्रमशः एक पछाडि अर्को मुद्दा लगाउँदै गए र अदालतलाई तदअनुकूल बनाउने प्रयास गरियो श्रीमान। अभियोजन गर्ने निकायलाई तदअनुकूल परिवर्तन गराइयो। म 100 वर्षभन्दा पुरानो मुसोलिनीको इतिहास आज स्मरण गरेर यो अदालतमा उपस्थित हुनु परेको छ श्रीमान। किन यो गर्नु परिरहेको छ भन्दाखेरि श्रीमान हामीलाई थाहा छ केही दिन अगाडि अभियोजन गर्ने निकायका व्यक्तिहरूलाई लिएर गएर कति घण्टा राखियो भनेर भन्ने कुरो प्रधानमन्त्रीज्यूले स्वयंले भाषणमा भन्नुभएको छ। के यो शक्ति पृथ्वीकरणको सिद्धान्तले मान्ने कुरा थियो? मान्न मिल्थ्यो? मलाई सार्वजनिक रूपमा आइसकेका छैन। मैले बुझे अनुसार हाम्रो अभियोजन गर्ने निकायका प्रमुख पनि त्यो दिन 9 घण्टा त्यहीँ हुनुहुन्थ्यो भन्ने मैले जानकारी पाएको छु। त्यो मिल्थ्यो? त्यो गर्न हुन्थ्यो? अब योभन्दा पनि बाहेकको कुरा पनि सुनिएको छ श्रीमान। म त्यही भए हुनाले सबभन्दा पहिला सम्मानित इजलास समक्ष यो संविधानको प्रस्तावना स्मरण गराउन चाहिरहेको छु श्रीमान। प्रस्तावना किनभनेदेखि अदालतमा पनि तदनुकूलको प्रेसर सृष्टि गरिँदैछ भनेर भन्ने कुराको जानकारी हामीहरूले पब्लिकली जानकारी पाइसकेका छौँ। यो श्रीमानहरूबाट व्यक्त होस् या नहोस् यो छुट्टो कुरा हो, तर हामी कानुन व्यवसायीको धर्म के हो भन्दाखेरि यस्ता कुराको विरोधमा इजलासमा होस् या बाहिर होस् जहाँसुकै पनि यसको कन्डेम गरिन्छ र यस्तो तानाशाही प्रवृत्तिको विरुद्धमा बोल्नु आवश्यक छ भनेर भन्ने कुरो लाग्दछ। त्यही भएर मैले श्रीमान यो संविधानको प्रस्तावनामा रहेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका आज हामीले त्यसको अनुभूति हुनेछ भनेर भन्ने कुराको विश्वास साथ मैले आफ्नो बहस प्रारम्भ गर्न चाहेको हुँ श्रीमान। यो स्थिति आज देखिनु आवश्यक छ। नत्र मुसोलिनीले झन्डै 25 वर्ष शासन गरे जस्तै गरी हाम्रोमा पनि यदि प्रारम्भिक रूपमा नै जन्मिन गइरहेका मुसोलिनीहरू, जन्मिन गइरहेका हिटलरहरूलाई पहिले नै अधिकारबाट वञ्चित गर्न थालिएन, कोर्टले त्यहाँ एक्सन लिएन भन्दाखेरि चाहिँ श्रीमान
भोलि पर्सि हामी त्यसको प्रभावबाट हामी कोही पनि बाँकी बस्ने अवस्था छैन। यो कुरोको दृष्टान्त यो मुद्दामा उहाँहरूले लेख्नु भएको प्रारम्भिक विषयवस्तुबाट थाहा हुन्छ। किन म यो भनिराखेको छु? लेखेर लिएर आएको के हो? विद्वान सरकारी मित्रहरूले त जे ल्याइदिनु भयो त्यो भन्नै पर्छ, उहाँहरूले भन्नुभएको कुरा म केही पनि भन्दिनँ श्रीमान। लेखेको कुरा के हो? अनुसन्धान गर्ने निकायले पनि मलाई अनुसन्धान गरेको छ भन्ने कुरा मलाई विश्वासै छैन श्रीमान। आजका मितिमा अनुसन्धान गर्ने निकायमा पनि अरू कसैले लेखेर ल्याइदिएको कुरो उहाँहरूले यता फरवार्ड गरिदिएको मात्रै हो। यो पनि हामीलाई जानकारी छ। जसरी अस्ति एउटा पक्राउ पूर्जी कुनै अमुक ठाउँमा लेखियो नि श्रीमान, ठिक त्यसै गरी यी मुद्दाहरूमा पनि अमुक ठाउँमा लेखिन्छन्, अमुक ठाउँबाट अमुक अनुसन्धान अधिकारीको नाम राखिन्छ, सही गर भनिन्छ, बहस गर्न लगाइन्छ। बहस गरेन भनेदेखि त्यहाँ कारबाही हुने खतरा भएको कारणले गर्दाखेरि आउने कुरो बाध्यात्मक अवस्था हो श्रीमान। तर त्यसबाट हामी मुक्त हुनुपर्ने अवस्था। यो केबाट देखियो त भन्दाखेरि श्रीमान, श्रीराम टोबाकोको 20% सेयर कसले किन्यो? विष्णुप्रसाद पौडेलले किन्यो? होइन। उहाँको परिवारको कसैले किन्यो? त्यो पनि होइन। अनि उहाँको नातेदारले किन्यो? त्यो पनि होइन। कसले किन्यो? एउटा प्राइभेट कम्पनीको सेयर अर्को एउटा प्राइभेट कम्पनीले किनेछ। अनि यहाँनिर विष्णुप्रसाद पौडेल कहाँबाट जोडिनु श्रीमान? अनि उहाँहरूको यो अनुसन्धान यत्रो गहिरो अनुसन्धान गरेर पूरक अभियोजन आउँदैछ श्रीमान। यो फेरि यो ओरिजिनल अभियोजन पनि होइन, पूरक हो श्रीमान। पूरकमा उहाँहरूले के लेख्नु भएको रहेछ त भन्दाखेरि पहिलो दर्ता भएको मुद्दाको पृष्ठ 390 को 91 को सबभन्दा माथि रहेको प्रकरण नम्बर 6, त्यसमा के लेखियो भने यो विषयमा चाहिँ हामी फर्दर पनि अनुसन्धान गर्न सक्छौँ। कसको बारेमा? त्यहाँ नाम छ श्रीमान? त्यहाँ विष्णुप्रसाद पौडेलको नाम छ? छैन। उहाँ किन अहिले यसमा पक्राउ गरियो? उहाँ किन भन्दाखेरि उहाँ नेकपा एमालेको उपाध्यक्ष भएको नाताले उहाँलाई गिरफ्तार गरिएको हो, पूर्व अर्थमन्त्रीको हिसाबले होइन। प्रष्ट बुझ्नुपर्छ श्रीमान। यो तानाशाही व्यवस्थाको प्रारम्भमा के गरिन्छ भने एक एक गरेर निश्चित राजनीतिक दललाई पहिला सकिन्छ, तिनीहरूलाई सकिसके पछाडि अर्को राजनीतिक दलमा प्रवेश गरिन्छ श्रीमान। यो प्रारम्भ बिन्दु। पहिला केपी शर्मा ओली र रमेश लेखकलाई एउटा अनावश्यक मुद्दा लिएर गइयो श्रीमान। त्यहाँ उहाँहरू छुट्नुभयो, अब उपाध्यक्षलाई सुरु भयो। उपाध्यक्ष भएपछि अब अरू क्रमशः तलतिरपट्टि सुरु हुने होला। किन भन्दाखेरि श्रीमान यही तरिकाले मुद्दा लिएर आउने हो भनेदेखि त श्रीमान यो कोही पनि बाँकी बस्दैन। किनभने प्रमाण त ल्याउनु भएर छ त। कुनै प्रमाण आयो श्रीमान? यहाँ के प्रमाण आयो? त्यो श्रीराम टोबाकोको सेयर 20% अमुक कम्पनीले किन्दाखेरि विष्णुप्रसाद पौडेलजीको फोनबाट कुनै SMS गयो भनेर लिएर आउनुभयो? कुनै निर्देशन गएको छ अर्थ मन्त्रालयबाट भनेर भन्ने आयो श्रीमान? त्यो त छैन। अनि मान्छेको लिबर्टी मनलाग्दी गरिदिने। अनि यहाँ नाम आएको रहेछ एकजना मालपानी भन्ने व्यक्ति। ती मालपानी भन्ने व्यक्तिले कसलाई गाडी सप्लाई गरेको थियो चुनावको बेलामा? के हामीलाई थाहा छैन? कसलाई गाडी दिएको? समाउने हो भनेदेखि श्रीमान मालपानीको कुरोबाट समाउनु पर्ने हो भने गाडी कसले प्रयोग गर्यो त्यो व्यक्तिलाई समाउनु पर्छ नि त। अनि त्यसको बारेमा चाहिँ केही पनि नहुने। जसले गाडी प्रयोग गर्छ मालपानीको 8 करोडको, त्यसको बारेमा चाहिँ कहीँ भनियो? उहाँहरूको कहीँ अनुसन्धान भयो? छैन। अनि श्रीमान मालपानीले मेरो कम्पनीको सेयर फलानेले चाहिँ यति सस्तोमा किन्यो, त्यस कारणले गर्दाखेरि चाहिँ अब विष्णुप्रसाद पौडेल दोषी हुन्छ श्रीमान? त्यो पनि सम्पत्ति शुद्धिकरण। अनि सम्पत्ति शुद्धिकरण जस्तो विषयमा यति हचुवा तरिकाबाट जसले चाहिँ श्रीमान मान्छेको लिबर्टी मात्रै खोज्दैन, त्यसले अयोग्यता पनि सृष्टि गर्छ। मैले अयोग्यता सृष्टि गर्छ। किन अयोग्यता सृष्टि गर्छ भन्दाखेरि यो मुद्दा दर्ता भए पछाडि पब्लिक पोजिसनको लागि चाहिँ अयोग्य हुने स्थिति सृष्टि हुन्छ। हुन त अहिले निश्चित राजनीतिक दलका मान्छेहरूलाई यस्ता कानुनले छुँदैन रहेनछ श्रीमान, छोएन। हाम्रो अदालत पनि हेरे हेरे टुलु टुलु बस्या छ। हामीले प्रस्तावनामा रहेको सक्षमता गुमाइसकेका छौँ श्रीमान हाम्रो अदालतले। त्यही भएर मैले यहाँनिर निवेदन गर्नु परेको, बार बार स्मरण गराउन चाहेको कुरो, अदालत स्वतन्त्र देखिनुपर्छ, अदालत सक्षम देखिनुपर्छ। अदालतले चाहिँ संविधानको प्रस्तावनामा भनेको जुन व्यवस्था छ श्रीमान त्यसको कार्यान्वयन गर्नुपर्छ। त्यही भए हुनाले श्रीमान यहाँनिर अनुसन्धान जहाँनिर हुनुपर्ने हो, मालपानीको कुरो अनुसार भन्ने हो भने मालपानीले जसलाई गाडी दियो
उतातिर अनुसन्धान तिर्सिनु पर्ने, मालपानीले कसैलाई सेयर दिएको थियो भनेदेखि त्यो सेयर लिने मान्छे संलग्न होला श्रीमान। यसमा चाहिँ अर्थमन्त्रीको हिसाबमा विष्णु पौडेलको संलग्नता छैन, अर्थात् कसुरमा कहीँ पनि साइनो सरोकार केही पनि छैन, कसुरमा संलग्नताको आशंका कुनै अवस्था पनि छैन। अनि यस्तोमा श्रीमान थुनामा राखेर अनि 20 दिन लिबर्टी कर्टेल गर्छु भनेर भन्न मिल्छ श्रीमान? 20 दिन लिबर्टी कर्टेल गर्ने? अनि के भाग्ने भने को भाग्छ र श्रीमान? यो भाग्ने नै हो भनेदेखि त श्रीमान दीपक भट्टराईजीको मुद्दा चल्या कति भयो? पक्राउ पर्या कति दिन भयो? 90 दिन जति भएन र श्रीमान? भइसक्यो, 90 दिनको हाराहारी भयो। यदि संलग्न भएकै कारणले भाग्नुपर्ने स्थिति थियो, अर्थात् प्रमाण लोप गराउने कुरामा उहाँको कुनै संलग्नता रह्यो यो बिचमा? दीपक भट्टराईजीलाई जोगाउने हिसाबबाट उहाँलाई कानुन व्यवसायीको हिसाबमा थुप्रै कानुन व्यवसायी साथीहरूले सहयोग गर्नुहुन्छ। यो किनभने जहाँ सङ्कट पर्छ त्यहाँनिर कानुन व्यवसाय आइपुग्दो रहेछ श्रीमान। अघिपछि अरू व्यक्ति भए पनि सङ्कटको बेला कानुन व्यवसाय आइपुग्छ, उहाँहरूलाई पनि सङ्कटको बेला कानुन व्यवसायले सहयोग गर्नुभयो होला। तर यहाँ विष्णु प्रसाद पौडेलजीले काहीँ चाहिँ उहाँलाई सहयोग गरेर कुनै इभिडेन्स तलमाथि पार्नको लागि प्रयास गरेको भन्ने कुरो काहीँ देखियो छैन। न यसमा भट्टराईजीको सन्दर्भमा छ, न अरू कुनै अभियुक्तको सन्दर्भमा छ, न त उहाँ भागेर जान सक्ने स्थिति छ। उहाँ यो बिचमा कहाँ हुनुहुन्छ? उहाँको सेड्युल प्रोग्राम छ नि श्रीमान। साथीहरूले भन्नुभयो आउन म त यहाँतिर गइनँ, सेड्युल प्रोग्राममा उहाँ हुनुहुन्छ। विराटनगरबाट कार्यक्रम प्रारम्भ भयो श्रीमान, त्यस पछाडि गएर 2 नम्बर प्रदेश, त्यस पछाडि 4 नम्बर, 5 नम्बर प्रदेश, अनि 7 नम्बर प्रदेश, 6 नम्बर प्रदेश गरेर अनिखेरि 3 नम्बर प्रदेशमा उहाँहरू आउँदै हुनुहुन्थ्यो। अब आउँदै चाहिँ अनि रातारात उहाँ गएर पक्राउ गरेर आजै लिएर आउनु पर्ने थियो भनेदेखि उहाँ त बिहानै आउनुहुन्थ्यो त यहीँ। अनि तमासा के को लागि गरे? त्यसैले गर्दाखेरि श्रीमान यो स्टन्टबाजी, म फेरि पनि भन्छु श्रीमान, श्रीमानहरू सबैको अगाडि कम्प्युटर छ। मैले भने मुसोलिनीले के गरेका थिए, हिटलरले कसरी कब्जा गर्दै लिएर गएका थिए र पहिला देशभित्र कसरी कब्जा गरे, देशभित्र कब्जा गरिसकेपछि विदेशसँग चाहिँ अनावश्यक फ्रन्टमा कसरी युद्धमा गए, पहिला देशभित्र चाहिँ विपक्षीहरूलाई सप्रेस गरेर देखिन्छ श्रीमान। अनि विपक्षीलाई सप्रेस गरिसके पछाडिबाट हिटलरले यहुदीलाई सफाया गर्दै गए र अनि पछाडि उनले के गरे त भन्दाखेरि भर्सेलिजको ट्रिटीलाई चाहिँ भङ्ग गरिदिए। भर्सेलिजको ट्रिटी जसले चाहिँ फर्स्ट वर्ल्ड वार अन्त्य गरेका थियो श्रीमान, पहिलो विश्वयुद्ध समाप्त पारेको थियो, त्यो ट्रिटीबाट बाहिरिएर अनि फेरि विश्वयुद्ध सुरुवात गरेका थिए। त्यसैले गर्दाखेरि हामीले डिप्लोमेटिकल्ली पनि हाम्रो अहिलेको सरकारले के कस्ता भाषाहरू प्रयोग गरिराखेका छ, कुन तरिका अवलम्बन गरिराखेका छ भनेर भन्ने कुरो हेर्न आवश्यक छ। त्यसैले गर्दाखेरि श्रीमान यो मुद्दामा कसुर स्थापित गर्ने खालको कुनै पनि इभिडेन्स छैन। कसुर स्थापित हुने खालका कुनै पनि इभिडेन्स मेरो पक्षको विरुद्धमा उहाँहरूले इस्टाब्लिस गर्न सक्ने एउटा 1%, 0.01% पनि कुनै कुरो नभएको अवस्थामा अदालतले थुनामा राखेर अनुसन्धान गर्नुपर्छ भनेर भन्ने आदेश दिन्छ भन्ने त मैले विश्वासै गर्दिनँ श्रीमान। मैले त्यही भएर संविधानको चाहिँ यो स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत भनेर भन्ने कुरो मैले स्मरण गर्न चाहेको हुँ श्रीमान। त्यो भएको कारणले गर्दाखेरि अनुसन्धान गर्नु पर्दाखेरिका बखत जुन दिन आवश्यक पर्छ त्यो दिन उपस्थित भएर सहयोग गर्ने गरी अहिले चाहिँ यो थप म्याद नथप्नको लागि चाहिँ आदेश होस् भन्ने चाहिँ मेरो साधारण निवेदन छ। श्रीमान धर्मराज रेग्मी अधिवक्ता, धेरै विद्वानहरूले चाहिँ राखिसक्नु। म संक्षेपमा 2-3टा कुराहरूमा श्रीमान, पहिले चाहिँ विष्णु प्रसाद पौडेलको तर्फबाट श्रीमान, पहिले चाहिँ फौजदारी कार्यविधि संहिताको 9को 6 र 7 को सन्दर्भमा जुन जरुरी पक्राउ पूर्जी छ, त्यो पक्राउ पूर्जी अहिले चाहिँ यो बहस चाहिँ त्यो पक्राउ पूर्जीलाई सम्मानित बेन्चले समर्थन गर्नुपर्छ वा पर्दैन, समर्थन गर्दा चाहिँ एक्सटेन्सन हुन्छ, अगाडि जान्छ, समर्थन नगर्दा यो प्रक्रिया यहाँनिर रोकिन्छ। त्यसैले पहिले चाहिँ विद्वान सरकारी अनुसन्धानको तर्फबाट विद्वान सरकारी वकिलहरूले एउटा डकुमेन्ट पेश गरेर जे तर्क गर्नुभयो त्यतिको आधारमा त उहाँलाई हिरासतमा राखेर चाहिँ अनुसन्धान गर्न सकिँदैन। नम्बर 1, त्यतिको आधारमा त्यो चाहिँ सफिसियन्ट छैन। पहिले चाहिँ म संविधानको धारा 20 को रेफरेन्स मात्रै लिएर सुप्रिम कोर्टको अति जरुरी पक्राउ पूर्जीका सन्दर्भमा 10,281 निर्णय नम्बर 10,281 यो हाम्रो
ईश्वर खतिवडा श्रीमान र तेजबहादुर केसी श्रीमानको बेन्चबाट हो। यसमा मैले रेसियोको दुईटा प्यारा चाहिँ मैले संक्षेपमा राख्छु। मुलुकी फौजदारी कार्यविधि संहिता 74 को दफा 9 को उपदफा 2 र 3 बमोजिम मुद्दा हेर्ने अधिकारीबाट अनुमति प्राप्त गरी पक्राउ पूर्जी जारी गर्नुपर्ने हुन्छ। ऐनद्वारा निर्दिष्ट प्रक्रियातर्फ समुचित रूपमा दृष्टि नदिई तथा जरुरी पक्राउ पूर्जी जारी गर्नुको मनासिब कारण समेत नखोलाई केवल रित पुर्याएको देखाउने शैलीमा थरीथरीको पक्राउ पूर्जी एकैसाथ जारी हुनलाई उचित मान्न नसकिने। यो हिजो एउटा प्रहरी कार्यालयले उहाँको बारेमा जानकारी लेखेको छ श्रीमान, स्टेटमेन्ट। त्यसले चाहिँ उहाँलाई सम्पत्ति शुद्धिकरणका सन्दर्भमा चाहिँ अनुसन्धान गर्न चाहिँ पक्राउ गरेको छु भनेको छ श्रीमान। त्यो एउटा जानकारी छ, स्टेटमेन्ट छ प्रहरीको श्रीमान अनुसन्धानको। त्यो चाहिँ जिल्ला प्रहरी, नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय, अपराध अनुसन्धान तथा कारबाही महाशाखा भनेर चाहिँ त्यो चनम चाहिँ 23/387 को एउटा पब्लिक स्टेटमेन्ट छ श्रीमान। त्यसमा चाहिँ त्यसमा उहाँलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी त्यसमा के भन्यो भने विभागबाट सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धानको सिलसिलामा जारी भएको पक्राउ पूर्जी संलग्न राखेर विभागको अफिसियल इमेलबाट मैले सुर्खेतमा पठाएको छु, तिमीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी चाहिँ अनुसन्धान गर्नुपर्ने हो। यसमा चाहिँ घर खान तलासीका सन्दर्भमा चाहिँ दीपक भट्टजी भएको मुद्दाको चाहिँ रेफरेन्स छ त्यो मुचुल्कामा उहाँको घर खान तलासी गर्दा। त्यसकारणले कानुनको रित पुर्याउने नाममा फरक प्रकारको चाहिँ पक्राउ पूर्जीहरू वा सूचनाहरू जारी गर्ने कुराले चाहिँ ड्यू प्रोसेस चाहिँ पुरा गरेको मानिँदैन। संविधानको धारा 20 ले के भन्यो भने कुनै व्यक्तिलाई पक्राउ गर्दा ग्राउन्डमा नोटिस देऊ मात्रै भनेन श्रीमान, ग्राउन्डमा नोटिस देऊ त भन्यो। त्यो ड्यू प्रोसेस प्रोसिड्युरल ड्यू प्रोसेस मात्रै होइन कि सब्स्टेन्टिभ ड्यू प्रोसेस पनि हो। तिमीले चाहिँ ड्यू प्रोसेस ब्रेक नगर, तिमीले त्यहाँ दिँदा के गर भनेपछि चाहिँ तिमीले कानुनको रित पुर्याएर देऊ, ग्राउन्डमा नोटिस देऊ, कम्पिटेन्ट कोर्टमा ल्याऊ। त्यो भनेको संविधानको धारा 20 भनेको सब्स्टेन्टिभ पनि हो र प्रोसिड्युरल पनि हो। यसमा चाहिँ अहिले जे डकुमेन्ट ल्याएर चाहिँ तर्क गरिया छ विद्वान सरकारी वकिलहरूले अगाडि जेमा बहस गर्नुभएको छ, यो आधार सफिसियन्ट छैन र उहाँलाई जरुरी पक्राउ पूर्जी चाहिँ पुष्टि हुने अवस्था छैन श्रीमान। त्यसमा मैले त्यही अघिको नजिरको अर्को प्यारामा फौजदारी न्याय प्रक्रियाको प्रत्येक चरणमा स्वच्छताको अपेक्षा रहने गर्छ। प्रत्येक चरणमा फ्रम द भेरी बिगिनिङ श्रीमान, अगाडिदेखि प्रक्रिया आरम्भ हुँदादेखि उहाँलाई सुर्खेतमा हिजो पक्राउ गर्दादेखि प्रत्येक चरणमा स्वच्छताको अपेक्षा रहने गर्छ। जथाभावी जरुरी पक्राउ पूर्जी जारी गर्ने, थुनामा राख्दा अभियोग सम्बन्धमा प्रष्ट बेहोरा उल्लेख नगर्ने। थुनामा राख्दा के गर्नुपर्छ भने श्रीमान, अभियोग सम्बन्धमा प्रष्ट बेहोरा उल्लेख गर्नुपर्छ नगर्ने। हिरासतमा राख्ने अनुमति माग गर्दा तथा अनुमति प्रदान गर्दा कुनै उचित तर्कसङ्गत वा वस्तुपरक कारण उल्लेख नगर्ने जस्ता काम कारबाहीको रूप वा आवरणबाट श्रीमान झट्ट हेर्दा कानुनद्वारा निर्धारित प्रक्रिया पूरा गरे जस्तो देखिए तापनि ठिकै छ त, उहाँलाई ग्राउन्डमा सुर्खेतमा पनि पूर्जी दिएको छ, राति पक्रेर पनि सँगै ल्याइयो सुरक्षासहित, अहिले यहाँ पनि ल्याइयो, विभागको पत्र पनि लिएर आइयो, सरकारी वकिलको पनि ल्याइयो, विद्वान सरकारी वकिलले बहस पनि गर्नुभयो। त्यस कारणले ड्यू प्रोसेस त मिलेकै छ त भन्ने एङ्गलबाट हेर्दा चाहिँ आवरणमा कानुनद्वारा निर्धारित प्रक्रिया पूरा गरेको जस्तो देखिए तापनि सारमा वा अन्तर्यमा हेर्दा यस प्रकारको काम कारबाहीबाट कानुनी शर्त पूरा भएको मान्न सकिने अवस्था देखिन नआउने प्रकरण 10 मा हो श्रीमान। यो चाहिँ जरुरी पक्राउ पूर्जीका सन्दर्भमा हाम्रो सुप्रिम कोर्टले के भन्यो भने फ्रम द भेरी बिगिनिङ तिमी चाहिँ मुद्दाको फौजदारी मुद्दाको प्रत्येक प्रक्रियामा तिमी चाहिँ स्वच्छता गर्नुपर्छ। त्यसो नगरेका सन्दर्भमा चाहिँ जरुरी पक्राउ पूर्जीलाई सम्मानित इजलासले समर्थन गर्न सक्दैन। मेरो पहिलो आर्गुमेन्ट चाहिँ यो जे जरुरी पक्राउ पूर्जीको आधारमा उहाँलाई गरेको छ त्यसको मनासिब आधार र कारण छैन। 2-3टा ग्राउन्डमा एउटा उहाँ भागी जाने हुनु पर्यो, अघि विद्वानहरूले धेरै भनिसक्नुभयो, उहाँको लेभलको व्यक्ति चाहिँ भागी जाँदैन, नेसनको लागि 40 वर्ष 50 वर्ष सर्भ गर्नुभएको छ उहाँले। दोस्रो चाहिँ जस्तो इभिडेन्स टेम्परिङ गर्ने भन्ने एउटा कुरा छ। अहिले उहाँ पब्लिक पोस्टमा हुनुहुन्न नम्बर 1, नम्बर 2 उहाँ संलग्न भएको पार्टी सरकार त के मेजर अपोजिसन पार्टी पनि होइन, प्रमुख प्रतिपक्ष पनि होइन, उहाँ त प्रतिपक्षको दोस्रो प्रतिपक्ष पार्टीको मेजर अपोजिसनको पनि नेता होइन। उहाँको पार्टी अहिले सरकारमा छैन। बुझ्ने भाषामा भन्दा त सिंहदरबारमा कुनै एक्सेसै छैन उहाँ पहिले। उहाँ कुनै समय पब्लिक पोस्टमा हुनुहुन्थ्यो, अहिले पब्लिक पोस्टमा हुनुहुन्न। इभिडेन्स कसरी टेम्परिङ गर्नुहुन्छ? एउटा मुद्दा चाहिँ सम्मानित अदालतमा आएर दर्ता भएको छ होइन, उहाँले चाहिँ सप्लिमेन्ट्री लिएर आउँछु भन्नुभएको छ श्रीमान। सप्लिमेन्ट्री लिएर आउने भए जुन व्यक्तिहरूको बयानलाई उहाँहरूले स्वाभाविक बयानलाई उहाँहरूले चाहिँ आधार मान्नु भएको छ, उहाँहरूलाई पक्राउ गर्नुभएको छ, उहाँहरूले रेकर्डमा छ त्यो, उहाँ पक्राउ हुनुहुन्छ
मालपानीजी र पौडेलजी पक्राउ हुनुहुन्छ अगाडि चुन्नुपर्छ हुनुहुन्न। मूल अभियोगमा उहाँहरू प्रतिवादी बनाएर खडा हुनुहुन्छ हुनुहुन्न। पक्राउ पर्नु भएको छ उहाँहरू हुनुहुन्न। एप्रुभर हो उहाँहरू सरकारी गवाह हो अघिल्लो मुद्दामा मलाई त्यो पनि लाग्दैन सरकारी गवाह हो। अनि के उहाँलाई भोलि सरकारी गवाह बनाएर ल्याउने हो सरकार विद्वानले भन्नुभयो। श्रीमान म कन्क्लुडै गरेँ श्रीमान ल म 1 मिनटमा कन्क्लुड गरेँ श्रीमान। त्यसो भएर श्रीमान उहाँहरूले जसले चाहिँ जुन मालपानी लगायतले चाहिँ स्टेटमेन्ट दिनुभयो भनेर भनिएको छ पहिलो कुरा उहाँहरू मुद्दामा प्रतिवादी होइन। पक्राउ पर्नु भएको छ छैन हेर्दा पक्राउ पर्नु भएको छ जस्तो लाग्दैन मलाई। पक्राउ पर्नु भएको छ छैन। अनि उहाँहरूलाई जसले स्टेटमेन्ट दिनुभयो उहाँहरूलाई तपाईँले छोड्नु भएको छ। आशय उहाँहरूलाई भोलि तपाईँ सरकारी गवाह बनाएर ल्याउनुहुन्छ कि के गर्नुहुन्छ। अनि उहाँको स्टेटमेन्टको आधारमा विष्णुप्रसाद पौडेललाई तपाईँले जरुरी पक्राउ पूर्जीसहित ल्याएर थुनामा राखेर अनुसन्धान गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्दाखेरि प्रारम्भमा हेर्दा प्रोसेसमा चाहिँ ड्यू प्रोसेसमा छेडखानी भएको छ। स्वेच्छाचारी प्रकृतिको चाहिँ अनुसन्धान भइराखेको छ। उहाँहरूले मूल अभियोगमा यी विषयहरू उठान गर्नुभएको छैन। सप्लिमेन्ट्रीको लागि ल्याउने प्रयास गरिराख्नु भएको छ। त्यस कारणले भोलि उहाँहरूले डकुमेन्ट लिएर आउनुभएछ भने फेस गरौँला। अहिले सम्मानित बेन्चमा चाहिँ उहाँलाई परिवारको मान्छेको जिम्मामा बाँचे कानुन व्यवसायको जिम्मामा विष्णु पौडेलजीलाई लगाइदिएर उहाँहरूले अनुसन्धान गर्नुहुन्छ भने बाहिर बसेर गर्दा भयो। तर उहाँहरूलाई जरुरी पक्राउ पूर्जीको सम्मानित इजलासले समर्थन गर्न सक्ने र त्यसैको आधारमा चाहिँ उहाँहरूले मागेको 20 दिन थप्न सक्ने अवस्था नभए भएर यसलाई कन्टिन्यू नगरेर यो प्रोसेस चाहिँ ब्रेक गर्न म विनम्र चाहिँ निवेदन गर्छु साथीहरू। असाध्यै समय मैले सम्मानित इजलासले हेर्नुभन्दा म अगाडि नै हेरेर म आफै कन्सियस भएको छु र समय असाध्यै नलिकन म चाहिँ ठ्याक्कै के गर्नुपर्ने हो भन्ने सन्दर्भमा मात्रै बहस प्रयोग गर्ने अनुमति चाहन्छु। अधिवक्ता टिकाबहादुर दुईटा इस्यु आयो अघि बहसको सन्दर्भमा दुईटा इस्यु आयो श्रीमान। एउटा चाहिँ चुन्नु प्रसाद शर्माले चाहिँ गरेको बयानको आधारमा उहाँले चाहिँ एउटा स्टेटमेन्ट दिनुभयो अरे विष्णु प्रसाद उहाँले के दिनुभयो अरे विष्णु पौडेलले उहाँको अन्डियो इन्फ्लुएन्स पारेको आशंका छ भन्ने स्टेटमेन्ट दिनुभयो अरे। त्यो स्टेटमेन्टको आधारमा एउटा आधार त्यो स्टेटमेन्ट लियो। अर्को आधार के लियो भने श्रीमान श्रीराम टोबाकोमा 20% सेयर लिँदाखेरि उहाँले चाहिँ अन्डियो इन्फ्लुएन्स गर्नु भन्ने इस्युलाई दुईटा मात्रै आधार लिएर अहिले जरुरी पक्राउ पूर्जी दियो। जरुरी पक्राउ पूर्जीको बेहोरा के देखियो भने श्रीमान तपाईँलाई सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान सिलसिलामा तत्काल पक्राउ गर्नुपर्नेले पक्राउ पूर्जी जारी गरिएको छ। आधार र कारण जरुरी पक्राउ पूर्जी त्यतिकै जारी गर्ने श्रीमान। कसैलाई लाग्यो भन्दैमा त्यतिकै आधार र कारण दिनु पर्दैन। उहाँलाई त्यो दिन अस्ति पक्राउ हिजो पक्राउ नगर्दा के हुन्थ्यो भन्ने लाइनबाट हेर्नु पर्दैन श्रीमान। हामीले अन्य इस्युहरूमा अदालतबाट चाहिँ पक्राउ पूर्जी अनुमति लिएर चाहिँ पक्राउ गरिरहेका छौँ। यसरी चाहिँ एब्युज अफ द पावर मालाफाइड इन्टेन्सनले एब्युज अफ द पावर हुने गरिकन जसरी यो पक्राउ गरिएको छ श्रीमान यो पक्राउ पूर्जीको भ्यालिडिटी यो पक्राउ पूर्जीलाई समर्थन गर्न सक्ने आधार र कारणहरू देखिँदैन श्रीमान। सम्मानित इजलासले आज यो जरुरी पक्राउ पूर्जीलाई समर्थन गरेन भने उहाँको थुना डाइरेक्टली गैर कानुनी भएको हुनाले उहाँलाई चाहिँ रिलिज गर्नुपर्ने आधार र कारण देखिन्छ श्रीमान। अर्को के देखियो भनिसकेपछि श्रीमान यहाँ अनुसन्धानको सुरुको चरण पनि होइन। उहाँलाई सुरुमै अनुसन्धान गर्दाखेरि चाहिँ श्रीमान चाहिँ दीपक भट्टसँगै अनुसन्धान गर्दाखेरि उहाँलाई किन अनुसन्धानमा ल्याउन सकिएन? पूरक अभियोजनको नाममा चाहिँ मान्छेहरूको सिभिल लिबर्टीलाई कटेल गर्ने गरेर जुन काम कारबाही भएको छ श्रीमान त्यसलाई चाहिँ सम्मानित इजलासले सम्मानित अदालतले त्यो जरुरी पक्राउ पूर्जीलाई समर्थन गर्न सक्ने अवस्था छैन श्रीमान। अर्को अहिलेको जमानामा विभिन्न एभिडेन्सहरू हुन्छन् श्रीमान। एउटा स्टेटमेन्ट बाहेक त्यो पनि आशंकाको आधारमा गरिएको त्यो पनि उहाँलाई चाहिँ साधारण तारिकमा राखिएको मान्छेले दिएको अनि उहाँ को मान्छे भन्दाखेरि मसँग सँगै चुनाव लडेको मान्छे कम्पिटिटर उहाँको स्टेटमेन्टलाई सम्मानित इजलासले अथवा अनुसन्धानको क्रममा चाहिँ त्यो इभिडेन्सलाई एडमिसिबिलिटी चाहिँ दिन सक्ने अवस्था पनि देखिँदैन श्रीमान। त्यसैले अर्को यो डिजिटल इभिडेन्सहरू कुनै पनि डिजिटल इभिडेन्सहरू देखिँदैन। अर्को कुरा उहाँको निवासबाट हिजो चाहिँ चेक र डिजिटल डिभाइसहरू ल्यापटपहरू चाहिँ बरामद गरिएको छ। अन्य प्रमाणहरू चाहिँ श्रीमान चाहिँ
प्रभाव पार्न सक्ने भन्ने कुरालाई पब्लिक डोमेनमा प्रमाण आइसकेको छ श्रीमान। अभियोग दर्ता भइसकेको छ, मुद्दा अगाडि बढिसकेको अवस्था छ। त्यसैले अन्य प्रमाणहरू उहाँको चाहिँ त्यो प्रमाणहरूलाई चाहिँ प्रभाव पार्न सक्ने भन्ने कुराको चाहिँ लजिकसँग सहमत हुन सक्ने अवस्था छैन श्रीमान। त्यसैले अघि बहसको सन्दर्भमा आयो 90 दिन त सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ अनुसन्धान गर्न सक्छ नि, अनुसन्धान गर्छ नि। तर मान्छेले 1 मिनट पनि सिभिल लिबर्टीको इस्युमा चाहिँ अनुसन्धान गर्दा उहाँको सिभिल लिबर्टीलाई पनि याद गर्नुपर्ने हुन्छ। हामी चाहिँ आइसिपिआरको आर्टिकल 14, संविधानको धारा 20 र यी सबै काम कारबाहीहरूमा फेयर ट्रायल फलो गर्यो कि गरेन भन्ने कुरा हेर्नुपर्छ। जरुरी पक्राउ पूर्ति दिँदा फेयर ट्रायललाई फलो गरियो गरिएन, यदि फेयर ट्रायललाई फलो गरिएन भने त्यो एरेस्ट चाहिँ गैर कानुनी हुन्छ, त्यो गैर कानुनी हुन्छ, गैर संवैधानिक हुन्छ। त्यो त्यसैले गर्दाखेरि चाहिँ श्रीमान यो अवस्था यी सम्पूर्ण अवस्थाहरू विद्यमान हेर्दा प्रमाणहरू उहाँले चाहिँ यो जुन म्याद थपको लागि आज त श्रीमान चाहिँ जरुरी पक्राउ पूर्तिलाई चाहिँ सान्दर्भिकतालाई चाहिँ जस्टिफिकेसन गर्नु पर्यो पहिला। त्यो अवस्था चाहिँ विद्यमान छैन। म्याद थप्नु पर्ने अवस्था अब दफा 17 बमोजिमको अवस्था छ कि छैन भन्न सम्मानित इजलासले हेर्दा दफा 17 को अवस्था पनि विद्यमान रहेको अवस्था देखिँदैन। त्यसैले जुन 20 दिनको म्याद थप गर्ने गरिकन माग गरिएको छ त्यो अवस्था विद्यमान नभएकोले उहाँलाई चाहिँ अनुसन्धानको सन्दर्भमा चाहिँ श्रीमान जहिले सुके पनि हामी कानुन व्यवसायले उहाँको जिम्मा लिन तयार छौँ। कतिखेर भन्नुहुन्छ उहाँले बिहान 7 बजेदेखि चाहिँ उहाँलाई चाहिँ बयानको लागि चाहिँ ल्याउनुपर्छ भने हामी 7 बजी कहाँ लैजानुपर्छ त्यहाँ उपस्थित गराउन हामी तयार छौँ। यो कमिटमेन्ट गरेर उहाँलाई पारिवारिक जिम्मा लगाएर आज चाहिँ उहाँलाई चाहिँ पारिवारिक जिम्मा लगाउने गरिकन चाहिँ आदेश होस् भन्ने सम्मानित इजलाससँग साधन निवेदन गर्न चाहन्छु। मैले योभन्दा पूर्व बहस गर्नुहुने सबै विद्वान मित्रहरूको बहसलाई समर्थन गर्दैछु। समय छैन, मैले असाध्यै टुडी पोइन्टमा मैले खालि दुईटा मात्रै आज हामीले हेर्नुपर्ने कुरा दुईटा हो। एउटा कुरा उहाँहरूले जारी गरेको जरुरी पक्राउ पूर्तिको समर्थन हुन सक्छ कि सक्दैन। दोस्रो, अहिले प्रतिवादी बनाएर ल्याइएका विष्णु पौडेल जसलाई थुनामा राखेर कारबाही गर्नुपर्छ कि पर्दैन, अनुसन्धान गर्नुपर्छ कि पर्दैन, यही दुईटा विषय हो। यो दुईटा विषय हेर्दा अघि धेरै कुरा आइसकेको हुनाले मैले खालि सिर्फ दुईटा मात्रै मुद्दा सम्मानित बेन्च समक्ष राख्ने अनुमति चाहन्छु। किनभने हामीले विशेष अदालतको उच्च अदालतमा एउटा इजालस विशेष अदालतको इजालस हुँदादेखि हामी प्र्याक्टिसमा छौँ। यो विशेष अदालत बनिसकेपछि यो विशेष अदालतमा योभन्दा पूर्व यो देशका प्रधानमन्त्रीहरू थुप्रै मन्त्रीहरू मुद्दा लाएर बयान दिन आउनुभएको छ, बयान दिनुभएको छ, जानुभएको छ, पक्राउ गरेर ल्याइएको छ। सबै कुरा हामीले सर्लङ्ग देखिरहेका छौँ। म आज करिब 1:30 बजे विष्णु पौडेलजीलाई चाहिँ आज म्याद थपको निम्ति ल्याउँदैछ भन्ने कुराको जानकारी भइसकेपछि म करिब 1:45 बजे अदालत परिसरमा आएँ। मैले मूल बाटोदेखि यो इजालसको ढोकासम्म छु। मेरो जीवनकालमा अदालतभित्र यो खालको एकियापको उपस्थिति देखेँ। अघि वरिष्ठ अधिवक्ता रमेश बडालजीले बहससूत्रमा उल्लेख गर्नुभएको छ, त्यो सन्दर्भ मैले जोड्न किन चाहेँ भने हामी आज गर्दैकै छौँ। विष्णु पौडेल हिजोको उप प्रधानमन्त्री तथा अर्थमन्त्री, कृषि मन्त्री, के मन्त्री पनि धेरैचोटि मन्त्री हुनुभएको छ, भएको कुरा सत्य। उहाँलाई जरुरी पक्राउ पूर्ति दिएर सुर्खेतबाट पार्टीको कार्यक्रमबाट पक्रेर लिएर आइयो। सम्मानित अदालत समक्ष आज म्याद थपको निम्ति आउँदाखेरि 50औं को सङ्ख्यामा एटिएफहरू इजालसको ढोकासम्म। हामी कहाँ जाँदैछौँ? यो विषय सम्मानित इजालसले यो मुद्दाकै सन्दर्भमा पनि यो विषयलाई सम्मानित इजालसले विचार गर्नुपर्ने अवस्था छ भन्ने मेरो पहिलो निवेदन गराइछ। सँगसँगै आज म्याद थपको निम्ति उहाँलाई ल्याउँदाखेरि आधार के लियो नेपाल सरकारले? हिजो दीपक भट्टजी समेतका व्यक्तिहरूको विरुद्ध दर्ता गरिएको अभियोग पत्रको पेज नम्बर 390 को बुदा नम्बर 6, त्यो अभियोग पत्रको 390 को बुदा नम्बर 6 मा के भनियो भने यो विषयमा हामी अरू थप अनुसन्धान गर्नेछौँ भन्ने शब्द पारिएको छ। फर्दर इन्भेस्टिगेसन गर्छौँ है भन्ने शब्द पारिएको छ। त्यसलाई टेकेर आज
फर्दर इन्भेस्टिगेसनको नाममा विष्णु पौडेललाई जरुरी पक्राउ पूर्ति दिएर सम्बन्धित निकायले समक्ष उपस्थित भएको छ, गराइएको छ। केमा त्यो आइसकेको छ, मैले दोहोऱ्याउँदिनँ श्रीमान। चुन्नु पौडेल र माउपानीको बयानको आधारमा जो न त्यो हिजो भट्टजीलाई लगाएको अभियोगको प्रतिवादी हुनुहुन्छ, न त्यो अभियोग पत्रको सरकारी साँची हुनुहुन्छ, न अहिले विष्णु पौडेललाई पक्राउ गर्ने समयमा उहाँ पक्राउमा हुनुहुन्छ। अनि उहाँहरू मुद्दा इन्भेस्टिगेसनको सन्दर्भमा गरेको कसैको बयानको आधारमा विष्णु पौडेललाई जरुरी पक्राउ पूर्ति दिनुपर्ने। अनि विष्णु पौडेल भागेर जान सक्ने व्यक्ति हुँदैछ। 40 45 वर्षसम्म यो देशको निम्ति लडेका मान्छे भाग्दैन। आधार के हो? जरुरी पक्राउ पूर्ति दिनुपर्ने आधार। र जरुरी पक्राउ पूर्तिको समर्थन गर्दाखेरि दफा 9 को 6 अघि सुरुमा व्याख्या भइसकेको छ, मैले धेरै त्यो भित्र पसिन श्रीमान। दफा 9 को 6 ले जरुरी पक्राउ पूर्तिको समर्थन गर्न सक्ने अवस्था छैन। पहिलो निवेदन गरे। दोस्रो मेरो निवेदन गराई, हामीले देशमा प्रजातन्त्र र न्यायिक सुशासनको निम्ति भएका विगतका थुप्रै आन्दोलनहरूमा अदालतले न्यायिक सुशासन र देशको प्रजातान्त्रिक प्रक्रियाको रक्षाको निम्ति उभिएका उदाहरणहरू छन्। थुप्रै उदाहरणहरू छन्। हिजो राजतन्त्रको पिरियडमा पनि अदालतले आफ्नो शिर ठाडो बनाएर उभिएको पिरियड अवस्था थियो। मैले अघि सुरुमा निवेदन गरेँ नि, आज हामी त्यो अवस्थामा रहन सक्ने अवस्थामा हुन्छ कि हुँदैन यही तरिका। त्यसकारण र मेरो दोस्रो र अन्तिम निवेदन गरे कहाँ हो भने श्रीमान, थुनामा राखेर अनुसन्धान गर्नको निम्ति जे चिजमा अभियोग ल्याउन खोजिएको छ त्यो अभियोग सस्टेन हुनुपर्छ। त्यो कुरा आज आएको पत्रले, म्याद थपको निम्ति आएको पत्रले त्यो कुरा सस्टेन गर्दैन। त्यसकारण र विष्णु पौडेलबाट थुनामा राख्नु, विष्णु पौडेललाई थुनामा राख्नुपर्ने कारण के देखाउनु भयो? ब्याङ्क स्टेटमेन्ट हेर्नुपर्ने छ, बयान गर्नुपर्ने छ, पब्लिक इन्सुरेन्स गर्न सक्नुहुन्छ। आज त खेदिनु भएको छ त। ब्याङ्क स्टेटमेन्ट सबै जहिलेसुकै पनि नेपाल सरकारले स्टेटमेन्ट जहिलेसुकै नि हेर्न सक्छ। उहाँले टेम्पर गर्न सक्ने कुनै खालको प्रमाण छैन। सबै त्यो भट्टजीको मुद्दामा आएर बसिसकेका छ। अनि उहाँको बयान गर्नुपर्ने कुरा उहाँलाई थुनामा राखेर बयान गर्नुपर्छ। लिबर्टीको कुरा हुँदैन मान्छे। हामी त्यसो हुनाले यो आज म्याद थपको निम्ति आएको जरुरी पक्राउ पूर्तिको समर्थन हुन सक्ने कन्डिसन छैन 9 को 6 ले। र विष्णु पौडेलजीलाई चाहिँ थुनामा राखेर बयान गर्नको निम्ति थुनामा राख्नुपर्ने अवस्था छैन। उहाँको परिवारको जिम्मा लगाएर र सम्मानित अदालतले समय समयमा बार एसोसिएसनको र कानुन व्यवसायको जिम्मामा लगाएर समेत छोड्ने गरेको छ। उहाँले अनुसन्धानमा सहयोग गर्नुहुन्छ। अनुसन्धान गर्दै अगाडि बढ्दै जाओस्। अनुसन्धानमा सहयोग गर्ने शर्तमा उहाँलाई आज थुनामा राख्ने नराखिकन अनुसन्धान गर्न आवश्यक छ भने अनुसन्धान गर्नु भन्ने आदेश होस् भन्ने साधारण वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला विष्णु पौडेलकै तर्फबाट। श्रीमान, कहिलेकाहीँ यो अदालतहरूमा सबै बेला पर्दो रहेछ। नर्मल्ली हामी न्याय सम्पादनको मिसिलभित्र रहेरै न्याय सम्पादनका प्रक्रियाहरूलाई निर्भीकता साथ सम्पन्न गरिरहेका गर्छौँ जसोसुकै परिस्थितिमा पनि। यो मुद्दाको सन्दर्भ आउँदाखेरि मुद्दाको अहिले पूर्ववक्ता सरकारी वकिलसहित मित्रहरूको बहसबाट मुद्दाको स्थिति के देखियो भने शङ्कित व्यक्तित्व विष्णु प्रसाद पौडेलको हकमा 2 जना व्यक्तिहरूले दिएको बयानलाई आधार मानेर, त्यो पनि 2टा प्राइभेट लिमिटेड कम्पनीको प्राइभेटली सेयरको ट्रान्सफरको हिसाबमा, त्यो कसरी ट्रान्सफर भयो, कसरी आउने, के गरी आउने भन्ने बारेमा उहाँहरूले योभन्दा अगाडि कुनै पर्याप्त अध्ययन र अनुसन्धान गरेर पर्याप्त अध्ययन र अनुसन्धान गरेपछि उहाँलाई जरुरी पक्राउ पूर्ति जारी गरेर पक्राउ नगर्दाखेरि प्रमाणको लोप हुने अवस्था छ भन्ने कुराको पर्याप्त आधार र प्रमाण बिना नै अहिलेको हिसाबले भन्दाखेरि श्रीमान एउटा राज्यले एउटा ज्यादती गरेको अवस्था हो। राज्यले उहाँमाथि ज्यादती गरेको अवस्था हो र यो व्यवस्था बमोजिम नै उहाँ सेड्युल प्रोग्राममा हुनुहुन्छ। उहाँ राज्यको सुरक्षा घेराभित्र हुनुहुन्छ। उहाँ खुला किताब हो। जति बेला पनि उहाँले अनुसन्धानलाई सहयोग गर्नुहुन्छ। राज्यको एउटा जिम्मेवारी पदमा लामो समय बसेको व्यक्तित्व। अहिले हेर्दाखेरि उहाँको त्यस्तो धेरै देखियो त भन्दाखेरि
उहाँको घरबाट लाने सामानहरू लगिसकेको छ। उहाँ एउटा हाई राडारमा एफएटिएफको त्यो एउटा नेपाल राष्ट्र बैङ्कको रेगुलेसन अनुसार उच्च पदस्थहरू बस्ने राजनीतिक कर्मीहरू जति बेला पनि उहाँहरू चाहिँ सम्पत्ति शुद्धिकरणको सर्भिलेन्समा हुनुहुन्छ। जति बेला पनि हुन्छ भने चाहिँ राज्यसँग उहाँका सम्पूर्ण रेकर्डहरू छन् र उहाँ ती सबै रेकर्डहरू उहाँले नाच्ने मास्ने अथवा त्यसलाई टेम्परिङ गर्ने त्यसलाई आफ्नो पक्षमा पार्ने त्यस्ता कुनै सम्भावना नै छैन। केवल एउटा चाहिँ के छ भने एउटा राज्यले सरकार परिवर्तन भएको छ, मैले नयाँ काम गर्दैछु भन्ने ढङ्गले एउटा चाहिँ नि देखाउने हिसाबले व्यक्तिको पर्सनल लिबर्टीमाथि, व्यक्तिको फन्डामेन्टल राइटमाथि यसरी धावा बोल्न मिल्छ कि मिल्दैन? यस्तो बेलामा सम्मानित इजलाससम्म चाहिँ यो विषय आइपुग्दा इजलासले कस्तो ढङ्गले हेर्नुपर्ने हो भन्ने विषय सम्मानित इजलाससम्म चाहिँ आज उपस्थित भएको छ। एज ए अफिसर अफ द कोर्ट यो संविधानको रक्षा गर्ने दायित्व अहिले सम्मानित इजलाससम्म चाहिँ सम्मानित अदालतसम्म चाहिँ आएको छ। अन्तिममा त्यही हुन्छ श्रीमान, सरकार स्वाभाविकले एउटा उसको निरङ्कुश प्रणालीतिर जान्छ। सरकारले त्यो अभ्यास गर्छ नि, शक्तिको अभ्यास, त्यसलाई चेक एन्ड ब्यालेन्स गर्ने एउटा दायित्व भनेको के हुन्छ भने त्यो न्यायपालिका नै त्यो दायित्वमा रहन्छ। त्यही भएर त्यो पहिला नै हामीले एउटा मुद्दामा चिल र चल्लाको चाहिँ प्रसङ्ग त्यसै गरी ल्याएको अवस्था हो। त्यसकारण श्रीमान आजको मितिमा जो आज यहाँ इजलाससम्म चाहिँ उपस्थित हुनुभएका पूर्व मन्त्री विष्णु प्रसाद पौडेल भागी जाने अवस्था पनि नभएको, उहाँले अनुसन्धानलाई प्रभाव पार्ने अवस्था पनि नभएको हुनाले गर्दा सबै विषयहरू अगाडि नै आइसकेका छन्। ऐनका दफादेखि सबै विषयहरू आइपुगेको हुनाले उहाँलाई परिवारको जिम्मामा अथवा कानुन व्यवसायको जिम्मामा अनुसन्धानलाई सहयोग उहाँले गर्नुहुन्छ। त्यो जिम्मामा छोड्ने गरी चाहिँ उहाँलाई चाहिँ नि तारिकमा रहने गरी त्यो सुविधा प्रदान गरियोस् र उहाँले अनुसन्धानलाई सहयोग गर्नुहुन्छ भनेर म सादर निवेदन बेन्चमा छु। सम्मानित वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडा छु। हामी धेरै साथीहरू छौँ, हामीले बोलेका कुरा अरू साथीहरूले पनि बोलेको मान्नुपर्ने अवस्था छ। म धेरै निवेदन गर्दिनँ। अहिले सम्मानित इजलाससम्म चाहिँ नेपाल सरकारले के भनेर लिएर आयो भने होइन, यी मान्छे भागिहाल्छन्, यी मान्छेले प्रमाण लोप गर्छन्, यिनले अनुसन्धानमा हस्तक्षेप गर्छन् भन्ने आधारमा मैले जरुरी पक्राउ पूर्जी दिएँ भनेपछि अपराध संहिताले 2टा पक्राउ पूर्जीको व्यवस्थापन गर्छ। एउटा शङ्कित व्यक्ति छ, मलाई शङ्का लाग्यो त्यो मान्छे कुनै कसुरमा चाहिँ संलग्न हुन सक्छ भन्ने लाग्यो भनेदेखि त्यसलाई सम्मानित अदालतको मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर पक्राउ पूर्जी पहिले लिन्छ, पक्राउ अनुमति पहिला लिन्छ। श्रीमान, त्यो एउटा पूर्वावस्था हो। कोही मान्छे शङ्कित छ, लाग्यो अनुसन्धान अधिकारीलाई, अनुसन्धान गरेर निकायले लाग्यो भने पहिला त्यो पक्राउ पूर्जी लिन सक्छ, त्यसको अनुमति लिन सक्छ। त्यो एउटा प्रारम्भिक अवस्था हो। तर त्यसैमा एब्सेन्स कस्तो राखिदियो आज्ञा हुन्छ भने होइन, त्यस्तो अवस्थाको व्यक्ति जो भाग्न पनि सक्छ, उम्किन पनि सक्छ, वा त्यसले प्रमाण लोप गर्न सक्छ, अनुसन्धानलाई प्रभावित पार्न सक्छ भन्ने अवस्था, त्यसलाई तत्काल श्रीमान के छ भने अनुमति दिने संस्था, अनुमति दिने अधिकारी समक्ष पुग्न सकेन भने त्यो बेला जरुरी पक्राउ पूर्जीको प्रयोग गर्छ। 2टा अवस्था छ, त्यसलाई कार्यविधिले श्रीमान के छ भने व्यवस्थापन गरिरहेको छ। अहिलेको अवस्था अप्सनल के हो आज्ञा हुन्छ भनेदेखि यो चाहिँ जरुरी पक्राउ पूर्जीको आधारमा हो। त्यसकारणले जरुरी पक्राउ पूर्जी के ठानो आज्ञा हुन्छ भने जरुरी पक्राउ पूर्जीले के ठान्यो भने होइन, यी विष्णु पौडेल भन्ने मान्छे चाहिँ दीपक भट्टको मुद्दामा केही शब्द बोलेको कारणले त्यो मुद्दा पेश भइसक्यो, त्यसमा शङ्का व्यक्त गरेको कारणले भाग्न सक्छ नै भन्ने नेपाल सरकारलाई लाग्यो। श्रीमान, अनुसन्धान गरेर लाग्यो। अब अदालतलाई के लाग्छ, हामी त्यही कुरा निवेदन गर्दैछौँ। होइन, प्रमाण लोप गर्न सक्छन्, नाश गर्न सक्छन् भन्ने उसलाई लाग्यो, कोर्टले त्यो कुरा देख्छ कि देख्दैन भन्ने कुरा हो। श्रीमान, अर्को यी मान्छेले गम्भीर खालको श्रीमान कसुरमा संलग्न भएको कुरा शङ्का गरे, त्यसकारणले मैले जरुरी रूपमा पक्राउ गर्नुपर्ने भयो, कार्यक्रमबाटै पक्राउ गर्नुपर्ने भयो भन्ने उसलाई लाग्यो। तर कोर्टले त्यो देख्छ कि देख्दैन भन्दा साथीहरू राखिसक्नुभयो। श्रीमान, यो कि 2जना मान्छेले नाम लिएरै प्राइभेट कम्पनीमा उहाँले कुनै उक्साव गरेको अथवा जाऊ तिमीहरू सेयर खरिद गर भनेर उक्साएर पठाएको भनेर नाम लिएर त्यो मुद्दा श्रीमान, त्यो मुद्दा लामो समयसम्म अनुसन्धान भएर पेश भइसक्यो श्रीमान, आइसक्यो नि। अरू नयाँ कुरा त लिएर आएको अवस्था होइन श्रीमान, अरू कुनै अनुसन्धान गरेर निकाय खडा गरेको कुनै त्यस्तो गठन गरेको अवस्था पनि होइन। त्यसकारणले यो अवस्था
छैन, जरुरी पक्रापुर्जीको समर्थन छैन भन्ने कुरामा श्रीमान दीपक खड्काको केसमा श्रीमान वैशाख 3 गते सम्मानित सर्वोच्च अदालतले लेटेस्ट एउटा आदेश गर्यो श्रीमान, बन्दी प्रत्यक्षीकरणमा आदेश गर्यो। तिमी अहिले राज्यले पक्रापुर्जी जारी गर्दा हुँदै अत्यन्तै श्रीमान के संवेदनशीलता अप्नाउनु पर्छ भनेर जारी गर, बन्दी प्रत्यक्षीकरण मार्फत श्रीमान अनुसन्धान हुँदा हुँदैको अवस्थामा छोडिदेऊ तिमीले, तिम्रो जरुरी पक्रापुर्जी नै डिफेक्टिभ भयो बराबर। अहिलेको अवस्था त्यही हो श्रीमान। अब कोर्टले के गर्न सक्छ? 2-3टा अवस्था श्रीमान। अहिलेको अवस्था होइन, जरुरी पक्रापुर्जी अहिले तत्काल तिमीले शङ्का गरेर ल्याएकोलाई जरुरी पक्रापुर्जी समर्थन चाहिँ गर्छु श्रीमान, कोर्टले गर्न सक्छ एउटा आधार। त्यसपछि अदालतले अब थुनामा राख्ने जुन म्याद मागेको छ नि श्रीमान, होइन अहिलेको यो प्रमाण लोप गर्न सक्ने अवस्था छैन, भाग्न सक्ने अवस्था छैन, उम्कन सक्ने अवस्था छैन र अनुसन्धानलाई प्रभावित गर्न सक्ने अवस्था छैन भनेर जब अदालतले श्रीमान के छ हेर्छ भनिसकेपछि के हो भनेदेखि श्रीमान अहिले चाहिँ अब अरू माथावरको कुरा गर्न सक्छ श्रीमान। त्यस कारणले अहिले यहाँ भन्यो नि श्रीमान, यही सत्रकै हामी चाहिँ अहिले 4 को कुरा 5ले भन्छ नि, यो हामीले याचना गरेको विष्णु पौडेल याचना गरेको कुरा हो श्रीमान। यहाँ भन्छ श्रीमान यो उपदफा 2 बमोजिम थुनामा राख्न अनुमति माग गरिएकोमा थुनामा रहेको व्यक्तिले थुनामा रहन नपर्ने कारण र आधार खुलाइ मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्छ। हामी निवेदन गर्दैछौँ श्रीमान, यस आधारले तिमीले जुन व्यक्तिलाई पक्रायो ती सार्वजनिक मान्छे हुन्, कार्यक्रममा रहेको बेलामा तिमीले पक्राउ गर्यौ, पेश भइसकेको मुद्दाको हकमा पक्राउ गर्यौ, लोप गर्न सक्ने प्रमाण नाश गर्न सक्ने अवस्था छैन भन्ने हाम्रो याचना हो अदालतसम्म। त्यस आधारले श्रीमान जरुरी पक्रापुर्जी जारी जुन गरेको छ, जरुरी पक्रापुर्जी मार्फत जसरी गिरफ्तार गरेको छ त्यो आफै बदनीय छ। पहिलो निवेदन गराए श्रीमान, होइन कहीँ उहाँको नाम खुलेको रहेछ भन्ने अवस्था हुँदा अदालतले जरुरी पक्रापुर्जीको डिफेक्ट देख्दैन भनेदेखि त्यसलाई समर्थन गर्न सक्छ। तर श्रीमान अब थुनामा राख्नुपर्ने कुरा अवस्था छ कि छैन भन्ने कुरा कोर्टको एब्सोल्युट राइटको कुरा हो। विशेश्वर प्रसाद कोइरालालाई थुनामा छोड्ने अदालत पनि यिनै हुन् श्रीमान। हामीले विभिन्न कालखण्डमा हेरेका छौँ। त्यसकारणले मैले सम्मानित अदालतको स्वतन्त्रताको विषयमा सम्मानित अदालतले धेरै मुद्दाहरूमा श्रीमान सम्मानित एपेक्स कोर्टले, सर्वोच्च अदालतले, विशेष अदालतले श्रीमान नागरिकको यो श्रीमान अधिकारको रक्षाको सन्दर्भमा, लिबर्टी प्रोटेक्सनको सन्दर्भमा भुल्दै आएको अवस्था छ। त्यसकारणले गर्दा श्रीमान यो सक्षम कोर्ट छ। अहिले हामीले देखिरहेकोमा जुन विषयवस्तु उठाएर आइरहेको छ अभियोजन पक्ष श्रीमान, त्यो यथेष्ट छैन। अहिले उहाँलाई थुनामा राख्नुपर्ने आधार नभएको कारणले गर्दा हुँदै हामी बारलाई विश्वास गर्छौँ। बारको जिम्मा श्रीमान के छ भने पछि अनुसन्धानले खोजेका बखत उपस्थित हुने गरी धेरैमा श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यसै गर्यो श्रीमान, रमेश लेखलाई गर्यो, अदालतले गरेको छ नि श्रीमान। त्यस आधारले गर्दा अहिलेको अवस्थामा हेर्दा श्रीमान जुन दाबी गरिरहेको छ त्यो तरल दाबी, त्यो स्थिति छैन श्रीमान। राख्नुपर्ने समग्र अवस्था छैन, उहाँलाई पारिवारिक जिम्मा दिन सक्ने अवस्था छ, त्यो अदालतले आदेश गर्न सक्छ श्रीमान। त्यस कारणले गर्दा हुँदै यो माग दाबी अहिले जसरी श्रीमान हठात पक्राउ गरिएको छ, पेश भइसकेको मुद्दा यिनै आधार कारण खोलेर अहिले उहाँलाई श्रीमान के परिवारको जिम्मामा वा बारको जिम्मामा अदालतबाट श्रीमान थप अनुसन्धान गर्नुपर्ने भयो, उहाँलाई हिरासतभन्दा बाहिर राखेर गर्नु भन्ने आदेश जारी पाउनु सम्मानित जिल्लासँग चाहिँ सबै नै निवेदन गर्न चाहन्छु श्रीमान। म अब साथीहरूले पनि अलिकति नाम टिपाउनु छ होला, पछि म अन्तिमै आएँ श्रीमान। श्रीमान यो मुद्दामा अब हेरिनुपर्ने भनेको जरुरी पक्राउपुर्जी हुने हो कि होइन भन्ने कुरो हो। म वरिष्ठ अधिवक्ता अमर थापा श्रीमान, यो मुद्दामा जरुरी पक्राउपुर्जी अहिले हुने हो कि होइन, उहाँ कार्यक्रममा जानुभएछ भन्ने कुरो आइसक्यो श्रीमान। त्यहाँबाट ल्याउनु पर्ने अदालतको अनुमति लिएर उहाँलाई पक्राउ गरेर त भइहाल्थ्यो। त्यसमा पनि श्रीमान यो मुद्दा चल्छ कि चल्दैन भन्ने कुरो अर्को क्वेसन छ श्रीमान। एउटा कुरो के हो भने नि श्रीमान, कहिले कहिले यो काम गर्ने राम्रो मान्छेहरू विरक्त हुने कारण यस्तै हो श्रीमान। राम्रो काम गर्दै गयो, एउटा मतलब छैन, केही छैन, कुनै कोर्टलाई कुनै इन्गोर गरेर अब कुनै नगरिकन यो पक्राउ गरेर ल्यायो सिधै। आफ्ना भयहरूका अहिलेसम्मका 35-40 वर्षका इमेजहरू डाउन पार्ने श्रीमान। यो कम्तीमा एउटा कुरो के हो श्रीमान भने कोर्टको पर्मिसन कोर्टले हेर्छ, त्यति कुरो त ज्ञान छ नि योभन्दा अगाडिको मुद्दाहरूमा पनि भएको। त्यो कुरोहरूमा चाहिँ किन चाहिँ जाँदैन ध्यान? उहाँहरूलाई पनि अब यो प्रेसरले काम गर्ने हो कि कताबाट काम गरे हो,
यस्तो जरुरी पक्राउ पूर्जी उहाँलाई गर्नुपर्ने आधार के हो त्यो त देखाइदिनु पर्यो उहाँहरूले। त्यो त देखाउन सक्नु भएको छैन। अब अकुतमा चल्ने हो कि सम्पत्ति शुद्धिकरणमा चल्ने हो कि केमा चल्ने हो त्यो त पछिकोमा छँदैछ श्रीमान। त्यसकारण गर्दा श्रीमान यो मुद्दालाई मैले अब टाइमहरू लिन खोजेको थिएँ तर अब लिन चाहिनँ श्रीमान, किनभने 5:30 बजिसक्यो। त्यो भएको हुनाले श्रीमान अहिले अघि बारका अध्यक्षले पनि भनिसक्नुभयो, विशेष बारकै अध्यक्षले लगायत हामी सबै साथीहरू पनि छौँ। यसमा हामीलाई जिम्मा लाएर अथवा परिवारको जिम्मा लाएर श्रीमानहरूबाट गर्न सकिन्छ र त्यहाँ किन उहाँलाई उपस्थित गराउने कुरोमा कमी कमजोरी भएन भने कोर्टले पछि आवश्यक ठान्यो भने पछि पनि पक्राउ गर्ला, पछि चाहिँ राख्नुपर्छ भित्र भन्न सक्छ। त्यो समेत आधार गरेर र उहाँ अलिकति अब मैले त व्यक्तिगत रूपमा सोच्दाखेरि अलिकति मलाई सन्चो छैन जस्तो कुरा गर्दै हुन्थ्यो। अब त्यो चाहिँ पनि त्यो आधारहरू समेतबाट उहाँलाई चाहिँ अहिले बाहिर राखेर मुद्दाको पूर्वपक्ष अगाडि बढाउन गर्दाखेरि हुने भएको हुनाले चाहिँ त्यो अनुसार गरिपाउँ। र अब यहाँ साथीहरूले चाहिँ आफ्नो 1-1 मिनट गर्नुहुन्छ कि अब के नाम टिपाउँछु भन्ने हुन्छ। एउटा नयाँ कुरा अहिलेसम्म नउठेको अधिवक्ता भुवन प्रसाद निरौला श्रीमान, यहाँ यो मैले विशेष अदालत ऐनको दफा 9लाई एकचोटि मैले श्रीमानहरूलाई मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ श्रीमान। यो दफा 9ले के भन्दो रहेछ भने श्रीमान, ऐनको दफा 9ले थप अभियोग पत्र दायर गर्न सकिने भन्छ। प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष अदालतमा कुनै अभियुक्त उप अभियोग पत्र दायर भइसकेपछि सो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणहरू फेला परेमा मुद्दा दायर भइसकेका अभियुक्तको हकमा साबिकमा भएको अनुसन्धानलाई कायमै राखी थप अनुसन्धान तहकिकात गर्न वा पहिले लिएको सजायको मागदारीमा थप दाबी गर्न वा अन्य अभियुक्तको हकमा समेत मुद्दा दायर गर्न पर्ने भएमा थप मागदाबी लिन सोको कारण खोली सरकारी वकिलले अनुमतिको लागि विशेष अदालतमा निवेदन गर्न सक्नेछ भन्ने व्यवस्था छ। यो भनेको के हो भने इभन पूरक अभियोग पत्र दर्ता गर्नको लागि पनि उहाँहरूले अदालतमा अनुमति पत्र लिनुपर्ने अवस्था देखिन्छ यो 9को 1लाई हेर्दा सीमा। र त्यस्तै गरी यसको तल 2लाई हेर्दा उपदफा 1 बमोजिम निवेदन परेमा सोको कारण मनासिब भएमा विशेष अदालतले आवश्यकता अनुसार अनुमति दिन आदेश गर्न सक्ने छ र त्यस्तो आदेश भएमा पहिले मुद्दा दायर भएका अभियुक्त उप थप सजाय मागदाबी गर्न वा थप अभियुक्त उप थप अभियोग पत्र दायर गर्न सकिनेछ भन्छ। यो मैले यहाँ जोड्न खोजेको विषय के हो भने उहाँहरू जरुरी पक्राउ पूर्जीको विषयको कुरा गर्नुहुन्छ र त्यो जरुरी पक्राउ पूर्जीलाई समर्थन गरेर त्यसपछि म्याथपको कुरा गर्नुहुन्छ। ऐनले के भन्छ भनेदेखि श्रीमान के थिइन्, अभियोग पत्र कम्प्लिट गरेर दायर गर्न ल्याउँदा अभियोग पत्र दर्ता गर्न ल्याउँदाको अवस्थामा पनि अदालतको अनुमति चाहिन्छ भन्छ। यो इजलासमा पेश भएर इजलासले अनुमति दिनुपर्छ भन्ने सेन्समा देखिन्छ श्रीमान यो 9को 1लाई हेर्दा हैन। यस्तो अवस्था हुँदाखेरि पूर्ववत अब जो विद्वानहरूले बोले जो लिनुभएका कुराहरू मैले योभन्दा बढी लिने श्रीमान 9को 1 र 2लाई मैले श्रीमानहरूलाई यसको मैले ध्यानाकृष्ट गराउन चाहेँ। यसले चाहिँ पूरक अभियोग पत्र दायर गर्न पनि अनुमति लिनुपर्छ भन्छ। यहाँ जरुरी पक्राउ पूर्जीको विषय भएर आइरहेको श्रीमान यो कदापि यो मिल्न सक्ने अवस्था छैन। मैले यही निवेदन गरेँ श्रीमान। त्यसकारण पूर्ववत माग भने जो साथीले माग गर्नुभएको छ सोही भने हुन म हार्दिक अनुरोध गर्छु। श्रीमान म अधिवक्ता सुजाता केसी, म एकदमै सर्टकटमा भन्छु श्रीमान। यहाँनिर सम्पत्ति शुद्धिकरण निवारण ऐनको दफा 28ले पनि यदि सम्पत्ति शुद्धिकरणकै इस्यु हो भने त्यो सम्पत्ति शुद्धिकरणमा चाहिँ सम्पत्ति जफतसम्म हुने हो श्रीमान। यहाँनिर कसैलाई अनुसन्धान गर्नकै लागि त्यो पनि प्रारम्भिक अनुसन्धान गर्नको लागि कसैलाई चाहिँ राडारमा राख्ने श्रीमान, राडारमा राखेर अनुसन्धान हुँदैछ भन्ने जसले पोल गर्नुहुन्छ उहाँलाई न सहप्रतिवादी बनाइन्छ न त उहाँ कसै गरी त्यहाँ नेक्ससमा हुनुहुन्छ। तर उहाँहरूले गरेकै बयानका आधारमा चाहिँ मिस विष्णु प्रसाद पौडेललाई अनुसन्धानको सिलसिलामा 20 दिन अझै म्याद थपेर किन अनुसन्धान गर्नुपर्ने त? यो दफा 28ले पनि निर्देशित गरेको त सम्पत्ति जफतसम्म हुने कुरा हो। त्यसैले गर्दाखेरि श्रीमान मिस विष्णु प्रसाद पौडेलको हकमा यो 20 दिनको जुन टाइम छ त्यो थप गरिरहनु पर्ने आवश्यकता छैन र निजलाई चाहिँ जिम्मा जमानीमा छोडिदिनु हुन सादर निवेदन गर्छु श्रीमान। त्यसै सोही अनुरूप आदेश होस् भन्ने निवेदन गर्छु। हामी वरिष्ठ अधिवक्ता
अर्को चाहिँ अघि राखिसक्नु बसमा हाल्नु समर्थन छ। मेरो अधिवक्ता तारा कुमार श्रेष्ठ सबैतिरबाट आएको छ वरिष्ठ अधिवक्ताज्यूहरूको बहसलाई समर्थन गर्दै उहाँलाई चाहिँ अहिले तत्काल यो जुन जरुरी पूर्ति गरेर आइएछ यो चाहिँ आवश्यक छैन र तत्काल उहाँलाई पक्रिनु, उहाँ कहीँ भागेर जाने अथवा कहीँ उहाँले प्रमाण लोप गराउनु पर्ने गर्ने कुनै पनि अवस्था पनि नभएको र उहाँको इतिहास अहिलेसम्मको इतिहासहरू छन्। यो लोकतान्त्रिक आन्दोलन मात्रै होइन, यो प्रजातन्त्र गणतन्त्रसम्मका यी आन्दोलनहरूको जुन महत्त्वपूर्ण भूमिका छ श्रीमान, यो अहिले जुन कार्यहरू भइरहेछ हामी देखिरहेछौँ, नागरिकले देखिरहेछन्, नागरिकका लिबर्टीहरूको कसरी कटेल भइरहेछ सारा जनताले पनि अहिले नजर लागिरहनु भएको छ, लागिरहेछन्। त्यसले गर्दाखेरि यो जुन कार्य भएको छ वास्तवमै प्रतिशोधपूर्ण रूपमा चाहिँ यो जुन अभियोग अथवा यहाँ पक्राउ जरुरी गरेर ल्याइएको छ यो चाहिँ आवश्यक छैन। उहाँ भागेर कहीँ जाने पनि अवस्था नभएको हुनाले म्याद थपिरहनु पर्ने अवस्था नभएको साधारण निवेदन गर्दछु। सबै अधिवक्ताज्यूहरू वरिष्ठ अधिवक्ताको समर्थन गर्दै म अधिवक्ता राजाराम घिमिरे म अधिवक्ता कृपा पोखरेल, मेरो पनि वरिष्ठ अधिवक्ताज्यू र अधिवक्ताज्यूहरूको बहसलाई समर्थन गर्दै उहाँलाई साधारण तारिकमा छोड्नुपर्छ, म्याद थप गर्नु पर्दैन भन्ने चाहिँ श्रीमान। त्यसमा त्यो पक्राउ पूर्जीमा पनि त्यहाँ छ श्रीमान 78 साल 3/8 चाहिँ उहाँ हजुर हजुर 3/8 चाहिँ पक्राउ पूर्जी जारी हुँदा चाहिँ उहाँले खोज्दाखेरि अब उहाँले कुन मिति राख्नु ए मिति चाहिँ कारण के राख्नु आठै गतेबाट हामीले चाहिँ यसो भएको विभागबाट चाहिँ 8 गतेबाट पठाइयो श्रीमान त्यो, किनभने विभागको चनमबाट गएको हो। विभागको चनम 550बाट 83/3/8बाट गयो, त्यो इमेलमा गयो श्रीमान, इमेलमा गएको हो। त्यसपछि उहाँलाई बुझाइयो। हजुर 9 गते नै उहाँले बुझेको हुनाले अब हजुर सक्कलमा चाहिँ आज बुझ्नु भएको रे उहाँहरूले के भन्नुहुन्छ, सक्कलमा चाहिँ आज बुझ्नु भएको, तर यो दिँदा चाहिँ 8 गते उहाँलाई चाहिँ उहाँ दिइसकेको अवस्था बुझ्न चाहिँ अहिले सक्कलमा चाहिँ उहाँले अहिले चाहिँ आएर गर्छ। हिजो त 8 गते दिएको हो श्रीमान। होइन, यो मेलबाट प्रिन्ट भएको कपी 8 गते दिएको श्रीमान, मेलबाट प्रिन्ट भएको कपी। अनि सक्कल दिनुभएछ त्यो चाहिँ, अनि सक्कल चाहिँ आज त्यो मेलको प्रति चाहिँ अस्ति नै बुझ्या हो श्रीमान, त्यही भएर 8 गतेबाट हो नै। 8 गतेबाटै
8 गतेबाटै अब यो विषय बाहेकको अरू विषय केही अरू विषय खासै उठेन श्रीमान। नेपाल सरकारले प्रत्युत्तर गर्नुपर्ने अवस्था पनि रहेन श्रीमान। र यस विषयमा अब प्रतिष्ठित व्यक्ति पनि हो वा त्यो भएको कारणले गर्दा त्यो कानुनको गम्भीरता त्यसै बढ्छ भन्छ हामीलाई। हाम्रो कानुनले पनि के भन्छ भन्दाखेरि यदि कोही व्यक्ति चाहिँ ठुलो पद ओहदामा बसिसकेको अथवा त्यस्तो व्यक्तिहरू छ भने हजुर तसर्थ श्रीमान अनुसन्धान गर्नको लागि पनि सोही अनुसार चाहिँ म्याथअप गरी पाउनुको लागि विनम्र अनुरोध गर्छु। आज पहिलो सुरुवात गर्छु गोनी गरिदिनु पर्यो सर हजुरहरू अलिक पर गएर बस्दिनु पर्यो
त्यसपछि फेरि त्यही आयो अलिकति पर्थ्यो यहाँ नमिल्ने हो उतापट्टि उयो माथि ल्याइदिनु न अलिक माथि कुनामा गइदिनु न है अफिस अगाडि अलिक सर्दिनु सर अलिकति हजुरहरू अलिक यतापट्टि गइदिनु न है हजुर सबैजना साइडबाट धेरै नजिकै छ प्राइभेट अँ